आज मेरो भोट बिक्रीमा छ। मेरो भोट पैसामा बिक्रीमा छैन। मेरो भोट मासु भातमा बिक्रीमा छैन। मेरो भोट रक्सीको बोतलमा बिक्रीमा छैन। तर आज मेरो भोट बिक्रीमा छ। तिमी बिपीको सिद्धान्त लिएर भोट माग्न नआउनु। तिमी मदन भण्डारीको कम्युनिस्ट विचारलाई लिएर भोट माग्न नआउनु। न तिम्रो दलले बिपीको सिद्धान्त अपनाउँछ, न तिम्रो दलले मदन भण्डारीको कम्युनिस्ट विचार लिएर हिँड्छ। कृपया बिन्ती छ, हाम्रो राष्ट्रको जननायक र जननेताको नाम लिएर भोट माग्न नआउनु। 84को चुनाव 82मा सर्नुको कारण भाद्र 23 र 24को चोट बिक्रीमा छ। त्यसैले आज मेरो भोट बिक्रीमा छ। संसदसम्म तपाईँहरूको आवाज पुर्याउँछु भन्दै भोट माग्न नआउनु। खै त विगत बानी पुराकै हो। नेपाललाई अमेरिका बनाउँछु भन्दै भोट माग्न नआउनु। खै त विगतमा स्विजरल्यान्ड बनाएकै हो। तिमीलाई मेरो भोट दिनु अगाडि एउटा प्रश्न। मलाई त भोट माग्ने हिम्मत राख्यौ। तिम्रो दलको कार्यक्रममा 2-4 घण्टासम्म एम्बुलेन्सले रोकेर राखेको बिरामीलाई कुन मुखले भोट माग्छौ? सहरमा मेट्रो बनाउने धाक छोड। विकट गाउँमा अस्पताल बनाउन नसकेर कुन मुखले भोट माग्छौ? बेरोजगारी हटाउन के गर्न सक्छौ? सुशासन कायम गर्न के गर्न सक्छौ? भ्रष्टाचार अन्त्य गर्न के गर्न सक्छौ? नेपालमा नेपालीहरू गर्वको साथ बस्न के गर्न सक्छौ? मलाई यसको उत्तर देऊ। मेरो भोट तिम्रो भयो। नेपाललाई नेपाल बनाउँछु भन्ने बाचा गर, मेरो भोट तिमीलाई भयो। नेपाललाई नेपाल नै हुन दिन्छु भन्ने बाचा गर, मेरो भोट तिमीलाई भयो। नेपाललाई नेपाल नै हुन दिन्छु भन्ने बाचा गर, मेरो भोट तिमीलाई भयो।